नमस्ते सम्पूर्णजनालाई। अहिलेको समयमा मलेसियाको विभिन्न कम्पनीहरूले चाहिँ फ्री भिजा फ्री टिकट दिएर ब्याक टु ब्याक नेपाली कामदारहरूको डिमान्ड पठाइरहेको बेलामा फेरि पनि दुईवटा कम्पनीहरूले चाहिँ यति ठुलो सङ्ख्यामा नेपाली कामदारहरूको माग चाहिँ पठाएको छ। यदि तपाईँहरू पनि फ्री भिजा फ्री टिकट जिरो कस्टमा नै मलेसिया जानको लागि अवसर खोजिराख्नु भएको थियो भने आजको यस भिडियो चाहिँ तपाईँहरूको लागि हुनेछ। र यो कुन कम्पनी हो, कतिजनाको डिमान्ड आएको छ र यो डिमान्डहरू चाहिँ नेपालको कुन मेन पावर एजेन्सीहरूसँग छ, यसको सम्पूर्ण डिटेलहरू जान्नको लागि चाहिँ यो भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नु होला। त्योभन्दा अगाडि चाहिँ मेरो पेजलाई फलो गर्नुहोस् र लाइक सेयर पनि गरिदिनुहोस् है त। नम्बर 1 मा रहेको छ वाट लाई रिसोर्स। यो कम्पनीले चाहिँ 500 जना नेपाली कामदारहरूको डिमान्ड पठाएको छ, तर पुरुषहरूको लागि मात्र, महिलाहरूको लागि चाहिँ छैन। यो कम्पनी चाहिँ एग्रिकल्चर सेक्टरको कम्पनी रहेको छ। यो कम्पनी चाहिँ मलेसियाको सबैभन्दा ठुलो र अग्रणीपूर्ण एकीकृत कुखुरा उत्पादक कम्पनी रहेको छ। यो कम्पनीले चाहिँ कुखुरा, अन्डा, चल्लाहरूको उत्पादन गर्दछ र व्यावसायिक टेबल अन्डा र कुखुरा उत्पादनमा विशेषज्ञता छ। र यो कम्पनी चाहिँ मलेसियाको मलक्का राज्यमा रहेको छ। यसको मुख्य व्यापार चाहिँ लेयर र ब्रोइलर कुखुराको पालन, प्रतिदिन 40 लाख अन्डा उत्पादन गर्छ। लेयर र ब्रोइलर कुखुराको एक दिने पुरानो चल्लाको प्रमुख प्रजननकर्ता हो। फिड मिल र ह्याचरी यो कम्पनीमै सञ्चालन हुन्छ। दाना र कुखुराको स्वास्थ्यमा गुणस्तर नियन्त्रण सुनिश्चित गर्न सुविधाहरू। यो कम्पनी सन् 2025 मा मलेसियाकै सबैभन्दा ठुलो प्रमाणित मानवीय पिञ्जरामुक्त अन्डा उत्पादक बनेको थियो। यो कम्पनीमा चाहिँ 500 जना पुरुष कामदारहरूको डिमान्ड आएको छ। र यदि तपाईँहरू पनि यो कम्पनीमा जान चाहनुहुन्छ भने यसको डिमान्ड चाहिँ वज्र ह्युमन रिसोर्स ललितपुरमा तपाईँहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ अथवा त्यहाँ भिजिट गर्न सक्नुहुन्छ। र दोस्रो कम्पनी चाहिँ रहेको छ MXM सर्फेस SDN BSD। यो कम्पनीबाट चाहिँ 300 जना फ्याक्ट्री वर्करको डिमान्ड आएको छ। त्यो पनि पुरुषहरूको मात्र, महिलाको भने छैन। यदि तपाईँहरू जान चाहनुहुन्छ भने तपाईँहरूको एज चाहिँ 18 देखि 38 वर्षको हुनुपर्नेछ। र यो कम्पनीको डिमान्ड चाहिँ क्रिसा इन्टरनेसनल इम्प्लिमेन्टमा आएको छ। तपाईँहरूले यहाँ कन्ट्याक्ट अथवा भिजिट गर्न सक्नुहुन्छ। MXM सर्फेस SDN BSD एक मलेसियाली आधारित निर्माता र विश्वव्यापी आपूर्तिकर्ता हो, जुन उच्च प्रदर्शन कृत्रिम क्वार्टज ढुङ्गा स्ल्याब र डिजाइन गरिएको ढुङ्गा सतहहरूमा विशेषज्ञ रहेको छ। यो कम्पनी मलेसियामा सन् 2019 मा स्थापित भएको थियो र यो कम्पनीले मलेसियाको जोहरबारुमा एकदमै ठुलो मात्रामा उत्पादन सुविधा सञ्चालन गर्दै आइरहेको छ। र यो कम्पनीको मुख्य उत्पादनहरू र सेवाहरू क्वार्टज सतहहरू जस्तै कृत्रिम क्वार्टज ढुङ्गाको स्ल्याब, डिजाइन गरेको ढुङ्गा र प्राकृतिक क्वार्टज ग्रिड पाउडर आदि। निर्माण उत्पादनहरूमा जस्तै आकारमा कट र भान्साको काउन्टर टप, भ्यानिटी टप, सावर स्टल र टेबल टप जस्ता पूर्वनिर्मित वस्तुहरू र अन्य सामग्रीहरूमा क्याबिनेटहरू, स्टिल र्याकहरू र सम्बन्धित निर्माण सामग्रीहरूको निर्माण गर्न उन्नत युरोपेली मेसिनरी र इटालियन पालिस गर्ने प्रविधि जस्तै ब्रेटन, सिमेक प्रयोग गरिन्छ। र मैले यस अगाडि पनि भनिहालेँ, यदि तपाईँहरू पनि यो कम्पनीमा अप्लाई गर्न चाहनुहुन्छ भने तपाईँहरूले क्रिसा इन्टरनेसनल इम्प्लिमेन्ट मेन पावरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ अथवा भिजिट गर्न सक्नुहुन्छ।